एउटा स्टेजमा 5 minutes डान्स गरेको चाहिँ मैले 3 लाखसम्म चार्ज गर्छु है। हेलो एभ्रिवान, सम्पूर्णमा नमस्कार मेरो छ है र म फेरि पनि नयाँ ब्लगको साथै उपस्थित भइसकेको छु। मेरो नयाँ ब्लगमा चाहिँ तपाईहरुलाई स्वागत छ र आफ्टर लङ टाइम चाहिँ म एउटा सानो ब्लग लिएर आइसकेको छु र आज मेरो ब्लगमा त्यस्तो इन्ट्रेस्टिङ कुराहरू चाहिँ खासै केही छैन हैन। अब हाम्रो चाहिँ आज कलेजमा चाहिँ वेलकम प्रोग्राम छ हैन, त्यो भएको कारणले गर्दाखेरि चाहिँ म वेलकम प्रोग्रामको लागि जानलाई रेडी भइसकेको छु। गाइजहरु हेर्न सक्नुहुन्छ, म चाहिँ रेडी भइसकेको छु, अब निस्किन लाग्यो। अनि अब आजको हाम्रो प्रोग्रामहरुमा के कस्तो भइरहेको छ हैन, प्रोग्रामहरु के कस्तो छ भनेर त्यहीहरु चाहिँ म अलिअलि भिडियो हाल्ने छु। तपाईहरु पनि अब हाम्रो वेलकम प्रोग्राममा चाहिँ के हुन्छ भनेर हैन हेरेर चाहिँ इन्जोय गर्नु होला, मेरो भिडियोलाई हेरेर इन्जोय गर्नु होला। अनि साथै नयाँ हुनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला र पुरानो हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट र सेयर गर्न चाहिँ नभुल्नु होला। र आजको प्रोग्रामहरुमा के हुन्छ भनेर म त्यो देखाउने नै छु। लास्टसम्म चाहिँ भिडियोलाई हेरेर माया गरिदिनु होला। अहिले चाहिँ हामी कलेज आइपुगिसकेका छौँ, हामी कलेजको बाहिर छौँ हामी साथीहरू चाहिँ। अनि त्यसपछि अब हाम्रो हलमा चाहिँ प्रोग्राम हुँदैछ। अब एकछिनमा हामी हलमा जाँदैछौँ। मेरो साथीहरूले हाई गर्दै हुनुहुन्छ मेरो युट्युब च्यानलमा फेरि। र अब हामी एकछिनमा माथि हलतिर जान्छौँ र हाम्रो प्रोग्रामहरू चाहिँ देखाउँछौँ। र हाम्रो प्रोग्राम चाहिँ स्टार्ट भइसकेको छ गाइजहरू, हेर्न सक्नुहुन्छ। र अहिले चाहिँ हाम्रो कलेजको सेन्सेहरू र यहाँ जापानिज सेन्सेहरू चाहिँ डान्स गर्दै हुनुहुन्छ, ग्रुप डान्स। अनि हाम्रो सेन्सेहरूले चाहिँ यहाँ जापानिज सेन्सेहरूलाई चाहिँ नचाउँदै हुनुहुन्छ क्या, आफू पनि नाच्दै हुनुहुन्छ, उहाँहरूले पनि नचाउँदै हुनुहुन्छ। उहाँहरू पनि मजाले इन्जोय गर्दै नाचिराख्नु भएको छ, तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। क्यारे मैले त्यसै भने होइन भनेर हल्का कमेडी गरिदिएको कि गाइजहरू। अनि हाम्रो त्यो पछाडिको ब्याकग्राउन्डमा हेर्नु न कस्तो हाम्रो नेपालको सौन्दर्यहरू होइन, मनोरम दृश्यहरूलाई देखाइरहेको छ। त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो। बट हामी नाच्ने पालोमा चाहिँ त्यो पछाडि अलि कस्तो रहे जस्तो लाग्यो क्या, गीत अनुसार राख्दै भए अझ राम्रो हुन्थ्यो होला। तर अलि छुट्टै छ जे होस्, तैपनि अब हाम्रो देशको होइन कल्चरहरू, देशको नयाँ ठाउँहरू होइन राम्रो ठाउँहरू देखाइएको छ। त्यहाँ जापानिजहरूले पनि यसो देखोस् होइन भनेर त्यो चाहिँ मलाई एकदमै मन परेको थियो। अनि म त एकछिन त दङ्ग परेर हेरिरहेको थिएँ कि ओ माई गड भनेर होइन। पहिला अगाडिको दसैँको प्रोग्राममा पनि यस्तै हुन्छ होला भन्ने सोचेको थिएँ, तर त्यतिखेर चाहिँ यस्तो भएको थिएन। अहिले चाहिँ यस्तो भयो, खुसी लाग्यो। मान्छे पनि धेरै हुनुहुन्छ, पुरै पहिलाको भन्दा त धेरै 4-5 गुणै बढी छ अहिले चाहिँ। त्यही भएर पनि प्रोग्राम चाहिँ अब 2-3 घन्टाको भएको थियो। अब थोरै समयको भए पनि हामीले चाहिँ इन्जोय गऱ्यौँ, एकदमै रमाइलो गऱ्यौँ। त्यही हो साथीहरू, तपाईँहरू पनि हेरेर इन्जोय गर्नुहोस्। अहिले चाहिँ गीतहरू गाइराख्नु भएको छ। अघि डान्सको पालो थियो भने अहिले सङको पालो भएको छ भने उहाँहरूले सङ चाहिँ गुनगुनाइराख्नु भएको त होइन, गाइराख्नु भएको छ। सबैजनाले इन्जोय गरिरहेको छ। डान्स सङ यस्तै हो कि पालो। कस्तो लाग्यो तपाईँहरूलाई यो गीत कमेन्ट गर्न है। पछाडिको हेर्नु न सिनहरू, माइ गड अहिले त कस्तो राम्रो लाग्यो।
चाहिँ अब हाम्रो के भन्छ अलिकति क्लासिकल टाइपको कथा मतलब के भन्छ त्यो होइन क्लासिकल टाइपको डान्स हो यो। अनि सुरुमा त गीत बज्दाखेरि त म यस्तो गीतमा कसरी नाच्ने होला जस्तो फिल भएको थियो होइन। त म पनि डान्सर हो, अब डान्सर भइसकेपछि जस्तो खालको गीतमा पनि नाच्नुपर्छ होइन। तर मलाई अब त्यस्तो आउँदैन। अनि यस्तो स्लो गीत यस्तो गीतमा चाहिँ कसरी नाच्नु होला भनेर मलाई चाहिँ त्यस्तो खालको फिलिङ्स आइरहेको थियो कि भित्रैदेखि मनबाट। अनि उहाँले नाचिसकेपछि उहाँले डान्स गरेको हेर्दाखेरि चाहिँ यस्तो तरिकाले नाच्यो भने त हुन्छ नि त होइन भन्ने चाहिँ लाग्यो मलाई। एकदमै राम्रो लाग्यो पहिलेदेखि टिकटकमा देखिरहेको मान्छेको अनि लाइभ पर्फर्मेन्स देख्दाखेरि चाहिँ मलाई पनि एकदमै राम्रो लाग्यो। जे होस् यो डान्स फर्म गर्दा अलिकति धेरै नै गाह्रो हुन्छ, राम्रोसँग गऱ्यो भने चाहिँ एकदमै राम्रो देखिन्छ। जे होस् माइन्ड ब्लोइङ पर्फर्मेन्स थियो। यस्तो गीतमा कसरी नाच्ने होला भन्थेँ मैले सुरुमा, तर देखिसकेपछि चाहिँ ओ माई गड भन्ने बात थियो मलाई चाहिँ। जे होस् एकदमै राम्रो लाग्यो। हाम्रो प्रस्तुति देखाउने पाला आइसकेको छ होइन। हाम्रो डान्स हेर्नुहोस् कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। म चाहिँ अब मेरो आफ्नै प्रस्तुतिबारे बोल्न चाहन्छु होइन। अनि हाम्रो चाहिँ नाच्ने बेलामा के भएको थियो भने तिमीहरूको पाला यतिखेर छ है भनेर भनेको थिएन त। अन्त एक्कासी हाम्रो नाम लिएर बोलायो कि नाच्नको लागि भनेर। अनि हामी त अझ मेरो डान्स पार्टनरले त अझ हामीलाई होइन अरूलाई नै भनेको थियो। अनि मैले नाम सुनिसकेको थिएँ होइन हामीलाई नै हो भनेर नि हतार हतार गएर अनि डान्स 2 घन्टा प्र्याक्टिस गरेको थिएँ डान्स पनि। प्र्याक्टिस गर्दा त त्यस्तो खासै बुझ्दै थिएन, तर यहाँ चाहिँ हामीले 2-3 ठाउँमा स्टेपहरू चाहिँ बिर्सेर केटी गरेको छ होइन। त्यही त होइन अब प्र्याक्टिस नाच्दाखेरि चाहिँ राम्रो नै लागेको थियो। प्लस भनेको सबैजनाको अडियन्सहरूको हुटिङले गर्दाखेरि पनि त्यो आफूले जुन गरिरहेको हुन्छ त्यो स्टेप चाहिँ बिर्सिएर त्यो हुटिङ अनुसारको त्यो गर्न मन लाग्दो रहेछ कि कहिलेकाहीँ चाहिँ। अनि त्यो भएर पनि अलिकति स्टेपहरू पनि बोलिरहेको थियो भने अरू अडियन्सहरूको त्यो त्यो कराउने टक्का गर्ने आवाजहरू चाहिँ एकदमै रमाइलो भइरहेको थियो। अनि नाच्दाखेरि त धेरै राम्रो लाग्यो र डान्स गरिसकेर हेर्दाखेरि आफूले हेर्दाखेरि आफ्नो पर्फर्मेन्स कस्तो छ भनेर हेर्दाखेरि चाहिँ मलाई चाहिँ कति पनि चित्त बुझेन। एक्सप्रेसन ठिकै अनि डान्स स्टेपहरू चाहिँ राम्रै थियो, तर अब कुनै स्टेपहरू छुटेको छ होइन, बिर्सेको छ स्टेपहरू। अनि इनर्जीको कुरा गर्नुहुन्छ भने प्र्याक्टिस गर्दाखेरि यतिको इनर्जी थिएन होइन। प्र्याक्टिस गर्दा त राम्रै इनर्जी थियो, नाच्दा पनि राम्रै नाच्यो जस्तो लाग्थ्यो। तर यो भिडियो हेर्दाखेरि चाहिँ इनर्जी चाहिँ मलाई जम्मा 40% मात्रै मैले इनर्जी चाहिँ मेरो इनर्जी चाहिँ देखिरहेको छु कि मैले मेरो तर्फबाट हेर्दाखेरि चाहिँ त्यो 100% एनर्जी नै देखिरहेको छैन कि त्यस्तो पर्ने हो जस्तो फिल चाहिँ भइरहेको छ। मेरो तर्फबाट एनर्जी चाहिँ जम्मा 40% मात्रै गएको छ है। चाहिँ नाच्दाखेरि त राम्रै नाच्यो जस्तो लागेको थियो, फुल इनर्जी धेरै नाच्यो जस्तो लागेको थियो, तर इनर्जी त एकदमै कम भएको छ। सायद के अरे अडियन्सहरूको त हुटिङले गर्दाखेरि होला झन् इनर्जी दिएर नाचे जस्तो लागेको थियो। तर इनर्जी चाहिँ एकदम मलाई चित्तै बुझेन इनर्जीमा चाहिँ।
अनि भिडियो पनि फुल छैन यहाँ मैले फुल राख्न पाएको छैन साथीहरू किन भन्दाखेरि जुन साथीलाई भिडियो बनाइदियो है भनेर गरेको उनीहरू त भिडियो बनाउँदै नाच्न गएछ अगाडि भिडियो नै अनि त्यही भएर फुल भिडियो नै छैन कि हाम्रो डान्सको जुन झन् अलिकति लास्टमा झन् राम्रो भइरहेको थियो होइन त्यतिखेर त सबैजना नाच्न पो गएछ अगाडि नाचेको रहन्छ अनि यो भिडियो पनि अर्को दिदीले खिचिदिनु भएको थियो फेरि ठाडोले खिचिदिनु भएछ कि अनि त्यही भएर अलिकति मिलिरहेको छैन जे भए पनि अब मेरो यो प्रस्तुति चाहिँ कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला सबैजनाले अनि भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर चाहिँ कमेन्ट गर्नु यति हेरेर कमेन्ट गर्नु राम्रोसँग फुल हेर्नु राम्रोसँग कमेन्ट गर्नु बुझ्नु भयो नि र यसरी चाहिँ हामीले आजको पर्फर्मेन्स चाहिँ देखाएको यहाँ लास्टमा झन् त्यस्तो भिडियो बनाउँदै भन्यो भने झन् अगाडि उनीहरू आफै नाच्नु गएछ अनि के गर्छ छैन भिडियो यतिकै नै हेरेर छिटो बुझाउनुहोस् है तपाईँहरू अहिले चाहिँ हामी प्रोग्राम सकाएर अनि तल सेलरोटीहरू होइन अनि त्यसपछि समोसा चाटहरू खाएर आएको त्यो खाएको भिडियो चाहिँ मैले बनाउन भ्याइनँ सो सरी र यो चाहिँ हाम्रो कलेज बाहिर साकुरा फुलहरू फुलेको थियो अनि हामी चाहिँ फोटो खिच्यौँ टिकटक बनाऊँ भनेर आएको र अनि त्यस गरिसकेपछि नि हामी चाहिँ घरतिर लाग्यौँ अनि त्यसपछि बाटोमा चाहिँ यहाँ नेपाली पसल थियो अनि साथीहरू चाहिँ नेपाली पसलमा सामान किन्न गए म चाहिँ एकछिन बाहिर बसेर यो फुलको छेउमा बसेर चाहिँ भिडियो बनाइरहेको है गाइजहरू अनि कस्तो लाग्यो पर्फर्मेन्सहरू कमेन्ट गरिदिनु होला है हेलो हेलो हेर्नु न म त घर फर्किँदैछु गाइजहरू साकुरा साकुरा गाइजहरू प्लिज इग्नोर माई हेयर टोपीले गर्दाखेरि मेरो कपाल चाहिँ सबै बिग्रेको छ है कपाल लामो भएर मेरो टोपी चाहिँ सानो भएछ अनि मैले टोपीहरू चाहिँ सबै दाइलाई मागेर लगाएको गाइजहरू भिडियो हेर्नुभयो त कस्तो लाग्यो आजको हाम्रो प्रोग्रामको भिडियो तपाईँहरूलाई होइन यदि तपाईँलाई अब आजको मेरो प्रोग्राममा मेरो पर्फर्मेन्सहरू राम्रो लागेको छ भने चाहिँ कमेन्ट बक्समा गएर चाहिँ कमेन्ट सट्ट लगाएर पास गरिदिनु होला होइन तपाईँको प्रस्तुति यस्तो थियो तपाईँको प्रस्तुति यस्तो थियो तपाईँको प्रस्तुति मन परेन तपाईँको प्रस्तुति मन पर्यो वा तपाईँलाई जे लाग्छ होइन त्योहरू चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ बाइ द वे मैले आजको हाम्रो प्रोग्रामको बारेमा भने कि भनेन होइन मैले बिर्सेँ आज हाम्रो कलेजमा चाहिँ वेलकम प्रोग्राम थियो अनि त्यो वेलकम प्रोग्राममा चाहिँ मैले स्टेज पर्फर्मेन्स गर्ने मौका पाएको थिएँ र एउटा स्टेजमा 5 मिनट्स डान्स गरेको चाहिँ मैले 3 लाखसम्म चार्ज गर्छु है तपाईहरुलाई पनि अब कुनै स्टेजमा चाहिँ पर्फर्मेन्स गराउन मन छ भने चाहिँ 3 लाख छ मेरो चाहिँ 5 मिनट्स डान्स गरेको भनेर हल्का भनिदिएको कि गफ लगाइदिएको तपाईहरुलाई र अनि यतिकै गर्दा गर्दै मैले अरू भिडियोहरू चाहिँ मैले त्यहाँ गएर बनाउनै बिर्सेछु के ब्लगमा हाल्छु भनेको त्यो खाएको भिडियोहरू त्योहरू बनाउनै बिर्सेछु अनि जति बनाएको छु त्यति मात्रै हालिदिएको छु गाइजहरू त्यसलाई नै हेरेर चित्त बुझाउनु होला र अब
अघि अर्कै ड्रेसमा थियो अहिले अर्कै ड्रेसमा भन्नु होला होइन अघि जाने बेलामा चाहिँ म त्यो ड्रेस लगाएर रेडी भएर निस्किन लागेको थिएँ अनि अब अरू साथीहरूलाई फोन गरेको अनि कोही चाहिँ सुट प्यान्ट लगाएको छु भने कोही कल्चरल ड्रेस लगाएको छु मैले त भने अनि म एक्लै फेरि फाल्टु पो हुन्छ कि क्या हो भनेर फेरि ढिलो भइसकेको थियो हतार फेरि म पनि अब जुन गीतमा नाच्ने त्यही गीतको ड्रेस लगाएर जान्छु भनेर अनि हतार कपडा चेन्ज गरेर अनि गएको अनि अहिले चाहिँ प्रोग्रामहरू सबै सकाएर अनि म चाहिँ घर भर्खर आइपुगेको एकदमै थकै लागिरहेछ निन्द्रा पनि लागिरहेको छ भिडियो एडिट गर्न पनि थकै लागिरहेछ गाइजहरू र मेरो आजको ब्लगलाई चाहिँ यहीँ इन गर्न चाहन्छु है तपाईँहरू मलाई मेरो भिडियोलाई मेरो ब्लगलाई इन गर्नको लागि चाहिँ मलाई दिनु होला हैन के भन्छ त्यसलाई पर्मिसन दिनु होला म भिडियो ब्लग के इन गर्न चाहन्छु त्यसको लागि चाहिँ मलाई पर्मिसन दिनु होला र यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने कमेन्टमा चाहिँ कमेन्टहरू गर्नु होला यस्तो ब्लग चाहियो भनेर है र आउने दिनहरुमा अरू भिडियोहरू पनि बनाउने छु हेरेर माया गरिदिनु होला सपोर्ट गरिदिनु होला भन्दै अर्को भिडियोमा भेटौँला अहिलेको लागि बाइ बाइ गुड नाइट